Hello everyone, welcome back to my another गाइस म चाहिँ अब बोतलबाट निस्किसकेँ अहिले होइन। अर्को कुरा भन्नुपर्दा चाहिँ गाइस है तेललाई त पेट्रोल पम्पमै त 200 अनि गाइस हामीले सेरा भाइरल रोड आइसक्यो है हाम्रो ठाउँको लङ टाइम पछि गाउँ देख्दा घर देख्दा पनि खुसी आउने, किनभने म आजभोलि तलै हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अनदर भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि हामी पनि फाइन छौँ, चिल छौँ भन्नुपर्छ गाइज होइन। त्यही अनि हाम्रो भाइ छ नि यहाँ, हाम्रो पुरानो बाइक, हाम्रो जिग्री उता जिग्री। अनि सो अहिले हामी चाहिँ ग्यारेजतिरै यतै बस्न लाग्यौँ आजभोलि चाहिँ हामी। अनि तिनजना छौँ अहिले, प्लस एउटा भाइ पनि छिटै आउँछ। अनि हामीले यताबाट बाइक झार्ने पनि बनाइसक्यौँ। अनि सो बाटोमा आएर हामीलाई देख्नु भएन भने यहाँ नम्बरमा कल गर्दा पनि हुन्छ। अनि त्यही हो, आज चाहिँ म यसो राइड निस्किनुपर्छ भन्ने सोचिरहेको छु। अब हेरौँ लेट्स सी के हुन्छ बाटोमै। अनि त्यही हो, अरू त के भन्ने हो र। अनि 10-15 दिन भइसक्यो, सायद भोलि न्यु इयर। सबैजनालाई आजै नै ह्याप्पी न्यु इयर। अबबाट भ्लग रेगुलर हुनेछ। अनि त्यही हो, हाम्रो रुम चाहिँ यहाँ छ। मेरो प्लान चाहिँ अब यसलाई यहाँबाट यहाँ झार्ने बनाउने छ। पछि के हुन्छ हेर्दै जाम्ला, हेर्दै गरौँला। सो अहिले चाहिँ म निस्किने लागेको बाटोमै। यहाँबाट चाहिँ एउटा यता भित्र जान्छ, यता चाहिँ हाम्रो सेरातिर। अनि त्यही गऱ्यो जहिले नि अरू चाहिँ के भन्ने हो र, अब आज राइड हाल्नुपर्छ भन्ने हेरौँ के हुन्छ। पेट्रोल पम्पमै यहाँ त 220 भइसकेको छ। तपाईँकोतिर कति छ कमेन्ट गर्न नभुल्नु होला होइन। सो त्यही हो। अनि अहिले चाहिँ अब म घर जानु लाग्यो पहिला होइन। दिदीहरू आउनु भएको, अब के हुन्छ घरमा थाहा हुन्छ। म कालिम्पोङ जान नि सक्नेछु, अब नजान पनि सक्नेछु। अब के हुन्छ त उहाँको भनौँला होइन, उहाँको थाहा हुने कुरा हो। सो त्यही हो। अनि गाइस हामीले सेरा भाइरल रोड आइसक्यो है हाम्रो ठाउँको जहिले भाइरल रोड है। अनि त्यो हाम्रो डाँडामा पहिला ट्रेनसम्म मैले पढाएको थिएँ त्यही गाइस। अनि हाम्रो उतापट्टि हो, त्यही हो सेरा बजारको भ्यू पनि म देखाउँदैछु होइन। मलाई चाहिँ पहिला घरमै जानुपर्ने हुन्छ, किनभने मेरो चाहिँ धेरै काम छ। ठिक छ, अलि चलपल रहेछ है बजारमा अहिले। जानसम्म हिँड्छसम्म त थिएन यस्तो। म एकदिन गएँ भएर त चलपल भयो त क्या हो कि क्या हो। सँगै पढेको साथी भेटिरहेको आइज होइन। त्यही हो, हल्का मलाई यो चलपल भयो भने चाहिँ बजारतिर अलि बोल्नै मन लाग्दैन, किन बोल्ने कन्फिडेन्स
अहिले लो छ किनभने लङ टाइम भइसक्यो म भ्लग नबनाएको गाइस भिडियो भएर नि अब चाहिँ म पहिला डाइरेक्ट घर चल्दिन्छु एकछिन अफरोड हानौँ यस्तो बब्बाल मिठो छ नि बाइक छ है बल्ल सोचे जस्तो बाइक पाएँ अब ग्यारेज पनि आफ्नै भइहाल्यो त्यही भएर टेन्सन छैन त्यही पनि बाइक चाहिँ म मिठो चलाइदिन्छु है हो कि क्या हो यस्तो गफ हान्दिएको गाइड त्यही हो हरि पब्लिङ मिठो मजा आयो पछि धुलो कि हेरिदिनु अलिअलि अलि त गइसक्यो त्यही हो अब यता त पुरानै बाटो कति देखाउनु लङ टाइम पछि गाउँ देख्दा घर देख्दा पनि खुसी लाग्ने किनभने म आजभोलि तलै बस्छु नि त त्यही भएर खै खै किन घरको याद भने आउने हल्का हल्का अनि त्यही हो अहिले चाहिँ अब म घर पुग्न आँटिसकेँ अब घर गएर आउँछ म कहाँ जान्छु के गर्छु भनेर चाहिँ अहिले प्लान नबनाऊँ अनि हाम्रो ग्रुपको केटाहरूलाई लिएर म कहिले राइड जान्छु भन्ने त्यो चाहिँ अपडेट दिने नै छु अहिले भन्दिनँ किनभने प्लान बनाउने भने चाहिँ राइड त्यो प्लान सक्सेसै हुन्छ क्या त्यही भएर चाहिँ प्लान नबनाइ चल्दैछु होइन त्यो चाहिँ बल्ल मजा हुन्छ सबैलाई देखाउनु सक्छ भन्ने पनि छैन जस्तो लाग्छ आई थिङ्क मलाई होइन अनि त्यही हो अब अरूभन्दा नि अब यहाँ स्किल हेरौँ बाटो हेरौँ त्यही अरू त्यति भन्नु अरू त भन्नै सक्दिनँ कसो गरेर मैले ठिक भनेँ न र अब म एकछिन हाइवे राइड पनि निस्किनु पऱ्यो किनभने केटाहरू त कोही छैन एक्लै भए पनि एकछिन जानु पऱ्यो सोचिरहेको छु अब हेरौँ के हुन्छ होइन अनि त्यही हो अब बाइक चाहिँ मैले भनि नै सकेँ यति कन्डिसनको छ कि अब तपाईँहरूले अब कुरै नगरौँ है त्यही हो गाइज मैले चाहिँ टक्ले भाइलाई लिएर आइसकेँ हाम्रो दाइहरू पनि आउनु भएको छ यहाँ अनि सो त्यही हो भिडियो के कस्तो लाउँछ कमेन्ट लाइक सेयर गर्न नभुल्नु होला अनि च्यानलमा कोही नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नु होला अनि सो यता चाहिँ हाइवे हो हामी चाहिँ धेरै यता हिँड्नुहुन्न किनभने यताबाट गाडी रन्केर आउँछन् अनि त्यही हो अब चाहिँ भ्लग डेली हुन्छ सबैले माया देखाइदिनु होला भन्न चाहन्छु।